गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल। के गर्दै हुनुहुन्छ है? म त बिहानै हस्पिटल आएको, मम्मीलाई हल्का गाह्रो भयो अरे। औषधि खाएपछि ठिक हुने, औषधिको डोजले छोडेपछि गाह्रो हुने भनेर मम्मीले भन्नुभयो क्या। त्यसपछि एकचोटि डक्टरसँग कुरा गरेँ, रिपोर्ट झिकेको 2 दिन भइसक्यो, रिपोर्टै आएको छैन कि अहिलेसम्म। खोइ अब के चेकअप गरौँ लाग्यो डक्टरले। अनि त्यसपछि एकचोटि डक्टरलाई सोधौँ भन्न चाहिँ म र दाइ चाहिँ आएको हस्पिटल। अब एकचोटि सोध्छौँ त्यो औषधिको डोजले मात्रै काम गरेर हुँदै भएन नि होइन, त्यो ठिक हुनु पऱ्यो नि त। त्यो औषधिले काम गर्नु पऱ्यो नि त पहिला। त्यसको डोजले हुने जेलसँग चाहिँ ठिक हुने, दुख्दैन अरे मम्मीलाई। जब त्यो डोज सकिन्छ नि त्यसपछि चाहिँ पेन हुन्छ भनेर भन्नुभयो क्या। अनि त्यसपछि एकचोटि सोध्छु डक्टरलाई के भन्नुहुन्छ, अनि त्यसपछि थाहा हुन्छ। ब्लड चेक हुनुहुन्छ हामीलाई त कस्तो दुख्छ यार। मलाई त नि सुई भन्नुहोस् बवाल डर लाग्छ। चेक गरिदिउँ। ब्लड चेक ठ्याक्कै चेकअपको लागि सिटी स्क्यान गर्नुपर्छ भन्थ्यो, गर्नु भइसक्यो जस्तो। यस डक्टरलाई पनि ठ्याक्कै भेट्यो। अनि त्यसबाट मैले डक्टरलाई सोधेँ, डक्टर 2 दिन भइसक्यो यार, मम्मीलाई गाह्रो भएको झन् घर गाह्रो भएको भन्नु, हस्पिटल ल्याएको झन् ठिक होला भनेर। 2 दिन भइसक्यो, एकछिन ठिक हुन्छ अरे फेरि ठिक हुँदैन भन्नु डक्टरलाई भनेको। डक्टरले भन्नुभयो कि पक्नु रिपोर्ट आउँछ 2 बजे, अनि त्यसपछि थाहा हुन्छ कि के भएको हो भनेर भन्नुभयो क्या। त्यसबाट दाइ ढक्क आयो। अब हामी एकछिनमा डक्टर रिपोर्ट चाहिँ हाम्रो 2 बजे आउँछ अरे। ढक्क रिपोर्ट हेर्छौँ के भनेको चाहिँ निमोनिया चाहिँ भएको हो अरे, टाइफाइड पनि हो कि भन्ने सिम्टम्स चाहिँ देखाइरहेछ भन्ने कुरा गर्नु भइरहेको थियो। त्यो पनि एकचोटि डक्टर आएपछि त्यो रिपोर्ट हेर्नुहुन्छ, सबै भन्नुहुन्छ, अनि त्यसमा हजुरहरू भन्छ। अनि गयो खाना पनि रुचेन, मम्मी बिरामी भएर मम्मी सिटी स्क्यान गर्न गइरहनु भएको रहेछ। आन्टी पनि माथि हुनुहुन्न, मम्मी पनि गइरहनु भएको छ। हामी चाहिँ खाना खाने गएको, खाने रुचेन कहाँ मान्छेलाई केटीसँग भइरहेको छ। त्यो पनि जान्दा भने मम्मी फेरि माया, आफ्नो बच्चामा माया त लगाइहाल्छ होइन। जहाँ भने जहाँ थोरै बेनी खाएर भनेको खाने गएको, खाने रुचेन। पहिला मम्मीको रिपोर्ट आउँछ के हुन्छ, अनि त्यसपछि थाहा हुन्छ नि सबै कुरा। म र दाइ पनि यसरी पानन्दले बस्नु हुन्छ, अनि म र दाइ गएपछि मम्मीलाई के हुन्छ क्या। त्यो पनि रिपोर्ट हेरेर जाऊँ भनेर चाहिँ हामी बसिरहेको क्या, के भएको छ भन्दा मम्मीलाई अहिले ज्वरो गरेर प्रब्लम भयो क्या। ज्वरो बेलामा आएकै गएर भएर चाहिँ हामी त्यो रिपोर्ट हेरेर चाहिँ के भएको रहेछ भनेर चाहिँ कुदिरहेको हो क्या। दाइ हेर दिदी हेर्छ त, हजुरले भन्नुभएको थियो नि मम्मी चिन्ता गर्यो त गइनुहोस् भेट्न। म भेट्न जहिले जान्थेँ। म हिजो चाहिँ अलिकति दिदी र रमेश दाइ र दिदी आएको भएर चाहिँ नआएको। अहिले चाहिँ ल मम्मी गुड हुनुहुन्छ, अहिले चाहिँ ठिक्क छ। ज्वरो के पनि आएको यतिकैसँग ज्वरो आइसकेको थियो हिजो, आज चाहिँ केही पनि आएको छैन क्या। हल्का कम भयो मम्मीलाई। हामी बिहानदेखि यो म बसिया मम्मीलाई गाह्रो भएको भएर ठ्याक्कै अहिले चाहिँ धेरै नै कम भयो। हिजो रातभरि सुत्दैन भने मम्मीलाई गाह्रो भएर चाहिँ झन् दिदीले भनेपछि झन् यस्तो टेन्सन भयो। अहिले आएर आफू बिहानदेखि बसी बेलुकासम्म मम्मीलाई त्यस्तो गाह्रो केही पनि भएको छैन क्या। अनि त्यसो भएर अब एकछिन के अरे के को रिपोर्ट आउँछ हाम्रो सिटी स्क्यानको रिपोर्ट आउन बाँकी छ। त्यो हेर्छपछि के भन्नुहुन्छ, अनि टक्क घर जान्छौँ हामी पनि। लगाइछ मम्मीलाई ठ्याक्कै थोरै सन्चो त हामीले पारे होइन, पारेको त औषधिले हो। मम्मीले औषधिले कामै गरेको थिएन। आज चाहिँ हामी बिहानदेखि नै बसेको भएर चाहिँ हामी बस्या भएर चाहिँ होइन, मम्मीलाई बिहानदेखि नै ज्वरो आज केही पनि आएन क्या। नत्र अहिले 5 बजीसम्म मम्मीलाई कस्तो गाह्रो भइसकेको थियो अरे। ठ्याक्कै हामी बस्यौँ 6 बजीसम्म, मम्मीलाई त्यस्तो केही पनि भएन। अनि त्यसबाट घर जानु लाग्यो। रिपोर्ट हेरेर जाने भनेको सिटी स्क्यानको 5:30 बजीसम्म हुन्छ भन्नु भइरहेको थियो। पछि त भोलि हुन्छ 9 बजीतिर भन्नुभयो क्या। अघि खाना खाने गएको, खाना नरुचेर कम तनाव यार, त्यो मम्मीको टेन्सनले क्या। मम्मी हुनुहुन्छ यार, दुख्यो भन्नुहुन्छ, त्यही झन् दिमागमा खेले गरेर त्यो केही पनि खाने नमन लाग्यो। अनि त्यो भएर अहिले अब बिहानदेखि हस्पिटलबाट बाहिर निक्लेको थिएनौँ। अब ढक्क घर जानु लाग्यो। यही बेला चाहिँ खास खाएर अनि हामी ढक्क हिँड्छौँ। अब त बल्ल आनन्द भयो क्या। मम्मी पनि कस्तो हाँस्नु भयो होइन, कुरासुरा गर्नु पनि बल्ल आनन्द भयो क्या। मान्छेलाई टेन्सन हुन्छ नि आफ्नो यार सबैको। ठ्याक्कै थोरै शान्त भइसक्यो जस्तै खाजा खानु पऱ्यो, पेट पूजा पनि गर्नु पऱ्यो। अघि बिहान त भोगै नलाएर यार त्यो खाना पनि छोडेर हिँडेँ क्या। अनि अहिले चाहिँ ढक्क मम्मीलाई थोरै सन्चो भयो, अनि मन पनि थोरै खुसी भयो। अनि KFC खाना आएको बबाल प्याक रहेछ क्या। त्यो पनि चाँडै भइहाल्छ कि भन्दा चाहिँ एकचोटि छिरेर सोधौँ भन्दा चाहिँ म र दाइ चाहिँ ढक्क आएको। अब यति खान्छौँ अनि घर जान्छौँ। अनि मम्मीलाई भोलि बिहानै 8 कि 8:30 9 बजीतिर डक्टर आउनुहुन्छ अरे। अनि त्यही बेला चाहिँ रिपोर्ट हेर्नुपर्छ। कस्तो प्याक छ यार।
टाइमै ढिला होला जस्तो झन् क्या भोलाइरहेको क्या अहिले त ल हेर्छु नि कस्तो प्याक छ के छु मैले त्यसलाई माथि जाऊँ भने माथि पनि प्याक रहेछ क्या फेरि ल त गाइज हाम्रो खाजा पनि ठ्याक्कै आयो केएफसी टाइम लाग्छ भनेर सोचेको थियो मान्छे वाइल्ड थियो त्यो पनि त्यति टाइम चाहिँ लागेन क्या 8:30 आयो अब यति खाने घर जाने ड्याङ्ग सुत्ने हिजो रातभरि सुतेकै छैन क्या हिजो झन् मम्मीलाई बिरामी हान्नु मलाई सबलाई दिन्थ्यो 10 हो कि 10:30 बजीतिर म्याच पढाउनु भयो क्या अनि त्यसपछि झन् मलाई निन्द्रै नलाग्यो मम्मीलाई गाह्रो भयो भन्ने बित्तिकै अनि त्यही भएर म दाइलाई बोकेर बिहानै आएको क्या अनि आज बिहान आएर सिधै बेलुका फर्केँ मम्मीलाई थोरै सन्चो भए जस्तो भयो नि हामी चाहिँ ढक्क फर्किनु अब ढक्क खाने अनि जाने अहिले त खाना खाने टाइम भइसक्यो होला है हामी त भर्खर खाजा आएछौँ क्या बल्ल मम्मीलाई हल्का भएको भएर चाहिँ थोरै आनन्द भएको भएर चाहिँ यति रुच लाग्छ त्यही भएर खान्छौँ अनि घर जान्छौँ घर पनि ठ्याक्कै आयो खाजा चाहिँ खायो दाइले केएफसी खानु मन छ भने के पनि खाँदैन क्या बिहानदेखि खाने नरुजा भएर आज खाजा चाहिँ टन्न खाएर राखेँ ठ्याक्कै माथि गएको थिएँ सानोमा मात्रै हुनुहुन्छ क्या आज तल्लो घरमा त्यो नानीको बर्थडे भएर होला भान्जाहरू सबजना तलै गएको छन् कि यहाँ कोही पनि छैन नि सानोमा मात्रै हुनुहुन्छ अनि सर म नि अब खाना खाने भनेर सोध्नु भएर थियो नि खानु मन थिएन उहीँ त्यत्रो खाएर आएको नि त खाजा अनि सबै खाँदिनँ भनेर ढक्क सुत्छु हजुरले खानु भइसक्यो होला है मेरो रुममा बत्ती हेर्छु नि यहाँ कस्तो खतरा ल राम्रो छैन भन्छ त ल अनि सर मलाई चाहिँ खानु मन थिएन मैले खाँदिनँ सानोमा भनेर अब ढक्क सुत्दिन्छु ओके गुड नाइट सी टुमोरो म हजुरलाई भोलि भेट्छु भोलि अझ म भोलि कारण चाहिँ मम्मीलाई नि भेट्न जान्छ होला बिहानै म हजुरलाई देखाउँछु ओके गुड नाइट The next day. गाइज आज अर्को दिनको सुरुवात भएको छ अनि म माथि तातो पानी खान गएको छु मेरो थर्मसको तातो पानी बेलुकी सक्यो अनि तातो पानी खाएर मम्मीलाई भेट्न जानुपर्ने छ जो ठ्याक्कै मम्मीलाई भेटेर मम्मी हल्का फ्रेस हुनुभयो अनि आएर खाजा खायो अनि सानो मम्मीले अहिले घर हेर्नु भइरहेको सानो मम्मीले कोही हुनुहुन्न घर दिदीलाई नि मार जानुपर्छ छोड्नु मिलेन त्यही भएर सानो मम्मी आउनु भएको थियो त्यही भएर सानो मम्मी हुनुहुन्छ घरमा अब चिया बनाउनुहुन्छ तातो पनि खान्छु पहिला चिया चाहिँ खान्छु अनि लाग्छ मम्मीलाई के भन्यो कि मम्मीले बल्ल ठिक हुनुभयो क्या बिहानै भेट्न आएको दाइ र म अहिले ल मम्मी गुड मर्निङ भनिन्छ त गुड मर्निङ अनि हजुरलाई अहिले ठिक छ ठिक छ अब घर जानुपर्छ है चाँडै ओके ल अब मम्मीलाई खानलाई विशालले नि थाहा सुप लिएर आयो मम्मीले अब टक्कै खाने हुन्छ नि त्यो हजुर ल ल भन्छ नि त के हान भन्छ ए ल आमा भनेको कस्तो एउटै त हुने होइन म आन्टी ल के खानलाई भन्छु म ल्याइदिन्छु ल चिकन सुप खानु चिकन सुप खानुहुन्छ ल मासु खानुहुन्छ अरे अब ज्वरो कम भएको छ क्या अनि अहिले रुचेको बेला त खानु पऱ्यो नि त्यसो म चाहिँ ठ्याक्कै मम्मीलाई ठिक भयो धेरै नै भयो निकल भाइको पनि फलोअपको लागि जानुपर्ने थियो मेडिसिटी अनि त्यस भएर यो र मैले ढक्क आएको मेडिसिटीमा अब यसको के भएको छ पहिला बिरामी भएको थियो फलोअपको लागि हल्का गाह्रो भएको भएर चाहिँ फलोअपको लागि आएको थियौँ क्या हामी अनि त्यसबाट जानु त काछस् भनेर मलाई फोन गरिरहेको थियो म बिहानै हस्टेल आएको थिएँ नि त मम्मीलाई हेर्नलाई अनि त्यसबाट लागेको चाहिँ त म यहीँ छु जाऊँ भनेर अनि यो ढक्क आयो नि हस्टेल आएको हामी चाहिँ अहिले फेरि यतापट्टि अब यो पछि ठ्याक्कै म कहाँ जान्छु म हजुरलाई भन्छु नि The next day. आज अर्को दिनको सुरुवात भइसकेको छ फेरि मम्मीसँग बसिरहेको भ्लग खिचेको थिएँ कि ठ्याक्कै मम्मीलाई घर ल्याएँ मम्मी चाहिँ ठिक हुनुहुन्छ अनि आन्टीले बनाउँदै हुनुहुन्छ म त बल्ल खाना खाँदैछु कति 1 बजेन आन्टी अनि कति दिनको बास भयो हजुरको 6 दिनको है ए हिजो आइपुग्नु सबै काम मलाई परिरहेको छ कसैको खाना त मलाई खुवाइदिन्थ्यो अनि खाना पकाउने काम पनि मलाई लुगा धुने काम पनि मलाई भाँडा मान्ने काम पनि मलाई बाहिर हेर्ने काम पनि मलाई सबै आन्टीलाई अनि ठ्याक्कै मम्मी फर्किनु भएको छ म अहिले मम्मी भेटाउनु जान्छु कि अघि भेटेको थिएँ मम्मीलाई अघि माथि घाम तापिरहनु भएको थियो अहिले तल जानु भएको छ मम्मीलाई ठिक भयो त्यही खुसी लगाइरहेको छ मैले मम्मीलाई भेट्छन् देखाउँछु कि मान्छेहरू भेटाउनु भएको छ नि त्यही भएर म कुरा गर्नु गएन चाहिँ ठ्याक्कै मम्मी खास खाने टाइम पनि भयो मम्मी ल ए बिरामी मान्छेलाई बत्ती जानु बाल्नुपर्छ नि होइन र भन्छ त ठिक हुनुहुँदैन अहिले दिदी पनि ढक्क आउनुभयो
के खानुभयो खाजा मेरो भाइले खाजा खाजा एक फेर रोटी तरकारी अनि एक फेर सुप अनि एक फेर फेरि अन्डा रुचा त रुचिरा अनि हस्टेल हुँदा के पनि खानु हुँदैन के अनि अब फेरि अहिले चिया अब एकछिनपछि के आइसिन्छ एकछिन पछि फेरि अब के हुन्छ फलफुल हुन्छ कि पानीमा डुबाएर ए पानी मिठो फलफुल तातो ऊ खानु हुँदैन फेरि सुन्तला आउँदैन ल नखाइस्यो दिदी नै हुनुहुन्छ मम्मी अहिले चिकु चाहिँ हुनुहुन्छ अनि हजुर खाइसु अब अनि अरू के बोल्छिन्छ अब अरू त सक्दैन होला ए सक्दैन मेरो मम्मीले सुन्नुहुन्छ लु ल ट्याक्कै मम्मी सुतिरहनु भएको रहेछ उता दिदी पनि भेट्न आउनु भएको थियो अनि त्यसो भएर म बोलेँ अब मैले खाजा चाहिँ खान्छु खाजा के बनाउनु भएको छ भने त्यसले मम्मीले त अघि नै खानु भएछ खाजा अहिले त मम्मीले जिउरा पनि टाइममा खुवाउनुपर्छ नि त बिरामी हुनुहुन्छ अनि टाइममा खुवाएन भने त औषध खानु मिल्दैन नि त त्यसरी मम्मीलाई चाहिँ एक टाइममै खुवाइन्छ खाजा अन्टे खाज केही छैन सुझाउ छैन नि तल गएर खानुपर्छ भोक लागिरहेको छ हजुर ए बिस्कुट अन्डा चुरा मात्रै हो ए ल ल सब उहाँले नै गरिदिन्छु फेरि हजुरलाई थाहा छैन भन्नु पाएन अन्टी र अन्टी छैन चाहियो अर्को हेर्नु घुरेको फुकेको ल गइस्यो त बा गइस्यो सब छोडेर जाऊँ क्या अरे जो फेरि लास्टै गरेर हुन्छ क्या आन्टीले लगाइस गुनु गेट छैन के आन्टीले खाना ल्याए के बनाएर मासु ममलाई छुट्टै बनाउनु पऱ्यो नि त बिरामी हुनुहुन्छ जे पाए त्यही खानु हुँदैन त्यसो भएर मम चाहिँ तलाउनु हुन्छ ले थोरै पानी भर्नु न त्यसो भए त्यो फुल बनाउनु पर्छ न त पानी पुग्दैन बिहानसम्म खानलाई मम तलाउनुहुन्छ तातो पनि बसिरहनु भएको छ बेकार यस्तो चिसोमा बाहिर निक्ल्यो भने बल्ल बल्ल ठिक हुनु लाग्यो फेरि बल्दिन्छ नि त अनि त्यसरी मम चाहिँ तलाउनुहुन्छ अब खाना मममा टक्क तल लैदिनुपर्छ ममले ठ्याक्कै खानुहुन्छ हजुर त खानु भइसक्यो होला है म पनि ढ्याक्क तातो गुन्द्रुक र भात टन्न खान्छु ओके अब हजुरलाई म भोलि भेट्छु राम्रो भिडियो हाल्नु पाएको छैन अब केही समय कुर्नु अनि दामी भिडियो हाल्छु ओके गुड नाइट सी यु टुमरो लाइक सेयर सब्सक्राइब ओके